कहाँ आइपुग्यो अहिले? मनगाउँमा डाँडा। लाइक कमेन्ट गर्दैन होला अनि ओ चाहिँ हेर लोकेसन अनि पश्चिम भनेपछि हाम्रो घरतिर जाने बाटो सिन्धुली च्यानललाई सब्स्क्राइब पनि गर्दैन होला। लासो फ्यापुल्ला सबैजनालाई म राजेश गोले र आज म फर्स्ट टाइम मेरो लाइभको भ्लग सुरु गर्दैछु। धेरै राम्रो त बनाउन आउँदैन तर बनाउने प्रयास गर्नेछु र त्यस्तो कमजोरी आएमा तपाईँहरूले कमेन्ट गर्नु होला। सो म खासै राम्रो भ्लग त बनाउन आउँदैन तर बनाउने प्रयास गर्दैछु। आज म एकदमै खतरा हावा चल्ने ठाउँमा है त त्यहाँ गएपछि मान्छे नि उठाउँछ हावाले। हेलो एभ्रिवान, बाटो एकदमै राम्रो छ। यस्तो हावा चलिरहेको छ कि सलल मर्ने शीतल हुने गरी। र आज म पुरा जङ्गल हेर्नुहोस्, जङ्गलै जङ्गल छ। यहाँ त भाग आउँछ होला यार, म यो सिँढी चढ्दैछु है त। भान्जा आउँदैछ। हेलो, हामी कहाँ आइपुग्यो अहिले? मनगाउँमा डाँडा। डाँडा यो हो, यसलाई भन्छ ठेकी चोक। ठेकी चोक। ओके, ह्यान्डसम हुनुहुन्छ है त। सबैले लाइक कमेन्ट गर्दैन होला। अनि ओ चाहिँ हेर लोकेसन अनि पश्चिम भनेपछि हाम्रो घरतिर जाने बाटो सिन्धुली। च्यानललाई सब्स्क्राइब पनि गर्दैन होला। फेरि भन्नु सुरुदेखि। धन्यवाद। हामी केही समयको यात्रा पछाडि यो डाँडोमा आइपुग्यो। यो डाँडोमा आइपुग्दाखेरि एकदमै आकर्षक तरिकाले बनाएको ठेकी रहेछ, जसलाई यहाँको स्थानीय तहको व्यक्तिहरूले ठेकी चोक भनेर पनि नामकरण गरेको रहेछ। हामी केही समय यहाँ बसेँ, म चारैतिर घुम्दाखेरि मलाई अति नै राम्रो लाग्यो। र यहाँको बोर्डमा रहेछ, नक्सा पनि रहेछ, यो चारैतिरको नक्साहरू पनि रहेछ। र उता जाने बाटो देख्दाखेरि मलाई अति नै राम्रो लाग्यो। यहाँबाट हेर्दाखेरि सबै ठाउँ देखिँदो रहेछ। त्यसपछि हामी केही समय पछाडि माथि उकालतर्फ लाग्यौँ। सुन्तला होइन, नरिवल गाड्ने चाहिँ सबैजनालाई एभ्रिवान। सो एकदम हावा चलिरहेको छ। आज हामी जाँदैछौँ उता। यहाँ त पुरै काम गर्नु भएको रहेछ। हेर्नुहोस् यो माथि डाँडामा यहाँ चाहिँ यहाँकै बासिन्दाहरू हुनु रहेछ, पुरै काम गर्नुभएको छ। यहाँ आइपुग्यो हामी। ल फाइनल्ली यो चाहिँ यता घर रहेछ, पसल हो यो, पसल होइन। यहाँ त यस्तो काम गर्नुभएको छ हेर्नुहोस्। डाँडा हो के अरे मकनपुर फाँट देखिन्छ। हजुर अझ ऊ त्यो के भन्छ
ल अङ्कललाई धेरै धेरै धन्यवाद है त यति कुरा भन्नुभयो ल अङ्कलले चाहिँ हामीले माथि जाने एकदम सबै देखिन्छ अरे सो हामी जाँदैछौँ यो तल देखिने दृश्य चाहिँ हेटौँडा बजारको दृश्य है त हजुरले यो देख्नु भएको दृश्य सो हामी माथि डाँडोमा आइपुगेको छौँ र भिडियो कस्तो लाग्यो भिडियो मन परेमा हजुरले कमेन्ट पनि गर्न नबिर्स्नु होला र युट्युब च्यानललाई भिडियो हेर्दै सब्सक्राइब गर्न भुल्नु भएको छ भने युट्युब च्यानललाई जरुर सब्सक्राइब गरेर छेउमा रहेको बेल आइकनलाई दबाएर पनि अल नोटिफिकेसन अन गरिदिनु होला ताकि हामीले बनाएको अर्को भिडियोको नोटिफिकेसन सिधै तपाईँको मोबाइलमा आउन सकोस् र भिडियो हेर्नु होला र इन्जोय गर्नु होला र मेरो फर्स्ट ब्लग हो तपाईँलाई मेरो फर्स्ट ब्लग कस्तो लाग्यो हेरेर कमेन्ट गर्नु होला र तपाईँलाई मन पर्यो भने साथीले पनि सेयर गर्न नभुल्नु होला तबसम्मलाई बाई बाई टाटा अर्को ब्लगको प्रतीक्षा गर्नु होला हामी अर्को ब्लग पनि चाँडै लिएर आउनेछु थ्याङ्क यू सो मच अल अफ यू